हेलो एभ्रिवान, सम्पूर्णमा नमस्ते। आज म तपाईँहरूलाई इट्याब्समा ग्रिड कसरी बनाउने भन्ने विषयमा चाहिँ यो भिडियो लिएर आएको छु। आज हामी मजाले डिस्कस गर्नेछौँ ग्रिडको बारेमा। ग्रिड कसरी बनाउने भन्ने विषयमा चाहिँ हामी आज सिक्नेछौँ। सुरुमा त हामीले इट्याब्सलाई खोलौँ। इट्याब्स छैन भने तपाईँहरूले मलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ र म इट्याब्स डाउनलोड कसरी गर्ने भन्ने पनि भिडियो लिएर अवश्य पनि आउनेछु। र हाम्रो इट्याब्स खुल्दैछ, यसरी चाहिँ इट्याब्स खुल्छ र इट्याब्सको हामीले अगाडिको भागहरूमा चाहिँ न्यू मोडल्स, ओपन एक्सिस्टिङ मोडल्स, रिसेन्ट मोडल्स भनेर चाहिँ यसरी देख्छौँ। अनि यहाँनिर अन्य कुराहरू देख्छौँ। यो केही कुराहरू पनि हेर्नु पर्दैन तपाईँहरूले, सिधै तपाईँहरू कहाँ जानु भन्दाखेरि न्यू मोडलमा जानु। न्यू मोडल ओपन गरिसकेपछि यहाँनिर चाहिँ इन्स्टलाइजेसन अप्सन आउँछ, मोडल इन्स्टलाइजेसनमा आउँछ। यहाँनिर तपाईँहरू सिधै कहाँ जानु, युज बिल्ड इन सेटिङ विथ भन्ने लास्ट अप्सनमा गएर यहाँनिर चाहिँ हामीले चाहिँ डिस्प्ले युनिटहरू अनि हुन्छ नि मेटेरियलहरू, त्यसपछि स्टिल सिलेक्सन डेटाबेस, स्टिल डिजाइन कोड, कन्क्रिट डिजाइन कोडहरू चाहिँ युज गर्नुपर्ने हुन्छ। डिस्प्ले युनिट हामीले कुन युनिटमा काम गर्ने भन्ने कुरा हो। हामीले मेट्रिक एसएममा काम गर्छौँ होइन। त्यसपछि अरू भनेको चाहिँ मेटेरियल हामीले जहिले पनि इन्डियन मेटेरियल नै सिलेक्ट गर्छौँ। स्टिल सिलेक्सन डेटाबेसमा पनि हामीले इन्डियनै राख्छौँ, किनकि हाम्रो आइएस कोड धेरै चल्ने भएको हुनाले इन्डियनै राख्छौँ। त्यो हामीले अरू कुराहरूमा जस्तो फ्रिल्यान्स गर्नेहरू साथीहरूले चाहिँ अरू नै कोडहरूमा काम गर्नु पऱ्यो भने चाहिँ त्यही अनुसारले रिजन सिलेक्ट गर्ने होइन, त्यही अनुसारले डेटाबेस सिलेक्ट गर्दा हुन्छ। जस्तो कि नेपालको बेसिकमा चाहिँ हामीले मोस्टली युज गर्नु भनेको आइएस कोड हो। जस्तो कि अब स्टिल डिजाइन कोडमा हामीले आइएस 800 2007लाई सिलेक्ट गर्छौँ, त्यही नै कोड राख्छौँ। त्यसै गरी अर्को भनेको चाहिँ आइएस 800 2007, त्यसपछि अर्को भनेको स्टिल डिजाइन कोडमा चाहिँ हामीले त्यही गऱ्यौँ। त्यसपछि कन्क्रिट डिजाइन कोडमा नि हाम्रो आइएस कोड त हो 456 वाला होइन, त्यही युज गर्छौँ। अनि यसलाई युज गरिसकेपछि हामीले ओके गर्छौँ। अनि हामीसँग आर्किटेक्टले दिएको ड्रइङ हुन्छ अथवा हामीसँग पालिका नक्साहरू हुन्छ नि त होइन। त्यो नक्सा एकचोटि खोल्छौँ होइन। मसँग चाहिँ यस्तो छ। अनि हामीले यहाँनिरबाट चाहिँ यहीँ स्पेसिङहरू हेरेर हामीले चाहिँ यहाँ भर्नुपर्ने हुन्छ। जस्तो कि ग्रिड डाइमेन्सनको कुरा आयो नि त होइन। जस्तो यो केही पनि हेर्दैनौँ है होइन, यो भागहरू केही पनि हेर्दैन, सिधै हामी कहाँ जान्छौँ, कस्टम ग्रिड स्पेसिङमा जान्छौँ। कस्टम ग्रिड स्पेसिङमा गएर हामीले एडिट ग्रिड डेटा गर्छौँ। अनि यहाँनिर हामीले चाहिँ यो भाग केही पनि हेर्दैनौँ अहिले हामी। जस्तो हाम्रो यस्तो खाले ग्रिड बनाउनु पर्ने छ कि यो प्लान छ नि, यो एउटा प्लान ग्रिड छ नि, यो बनाउनु पर्ने छ होइन। अनि यसको लागि हामीले चाहिँ अर्डिनेट्स राख्ने त होइन, हामीले चाहिँ स्पेसिङको आधारमा चाहिँ ग्रिड बनाउने हो होइन। डिस्प्ले ग्रिड डेटा स्पेसिङ एमा क्लिक गर्छौँ। त्यसपछि हामीले चाहिँ यो भनेको एक्समा एबिसिडी छ, वाइमा 1 2 3 4 छ नि। अब हाम्रो यो आर्किटेक्ट ड्रइङमा चाहिँ के छ त्यो कुरा हेर्नुपर्छ। जस्तो एबिसिडी एक्समा छ, 1 2 3 होरिजेन्टलमा छ मेरो चाहिँ होइन। यो जता नै हुनसक्छ, यसले केही पनि फरक पार्दैन। हाम्रो जता छ त्यता राख्ने हो इट्याब्समा गएर चाहिँ। जस्तो कि एबिसिडी मेरो होरिजेन्टलमा छ, एबिसिडीले होरिजेन्टलमा देखाएको। जस्तो कि यहाँ 1 2 3 4 भएको भए मैले 1 2 3 4लाई जस्तो यहाँ सिलेक्ट गरेँ, यसलाई डिलिट गरेँ होइन। यसलाई सबै डिलिट गरेर यसरी सबै डिलिट गरेर मैले यहाँनिर चाहिँ 1 2 3 4 आदि जानुपर्ने हुन्थ्यो। अब त्यहाँ मैले राख्नु स्पेसिङ राख्ने हो नि त, एड गर्छु होइन। हाम्रो मेरो के हो, एक्स ग्रिड डेटामा के छ, ए छ, ए इन्टर गरेँ होइन। अनि एड गरेर जाँदाखेरि बी आउँछ, सी आउँछ होइन, डी आउँछ। मेरो सायद डीसम्म छ होला होइन। कतिसम्म छ मेरो यहाँनिर, एबिसिडीसम्म छ। डीसम्म छ भनिसकेपछि डीसम्म छ भनिसकेपछि डी। अब हाम्रो स्पेसिङ कति छ त मेरो होइन। एदेखि बीसम्मको स्पेसिङ चाहिँ कति छ त्यो हेर्छु म। एदेखि बीसम्मको स्पेसिङ भनेको अटोक्याड फाइलमा छ, यहाँनिर छ। त्यसपछि एदेखि बीसम्मको 13 फिट 6 इन्च हो नि त होइन, 13 फिट 6 इन्च। अनि मैले यहाँनिर क्लिक गर्छु, 13 फिट 6 इन्च नै क्लिक गर्ने हो, किनकि हाम्रो फेरि मिटरमा छ नि त, एक मिटरमा हुन्न कि भनेर क्लिक नगर्ने चाहिँ होइन। 13 फिट 6 इन्च क्लिक गर्ने, इन्टर गर्ने, त्यसले आफै मिटरमा दिन्छ। अब बीदेखि सीको डिस्टेन्स कति छ त, बीदेखि सीको डिस्टेन्स भनेको 14 फिट 6 इन्च हो नि त होइन। 14 फिट 6 इन्च बीदेखि सीको स्पेसिङ छ, 14 फिट 6 इन्च होइन। यसलाई पनि म इन्टर गर्छु। त्यसपछि सीदेखि डीसम्मको कति छ त, सीदेखि डीसम्मको स्पेसिङ भनेको यो स्पेसिङ सीदेखि डीसम्मको 7 फिट 6 इन्च छ। 7 फिट 6 इन्च मैले यसमा राख्छु, 7 फिट 6 इन्च, इन्टर। अनि लास्टमा डीमा चाहिँ हामीले 0 राख्छौँ, सक्यो। एक्सको हामीले सक्यौँ। त्यसपछि हामी अब केमा जान्छौँ, वाइमा जान्छौँ। वाइ ग्रिड यतापट्टि छ, वाइ स्पेसिङ यहाँनिर, वाइ स्पेसिङ देखियो नि है यहाँनिर। 1 2 3 4 तर हामी 4वटा छ त हामीसँग, 4वटा छैन। 1 2 3सम्म मात्रै छ, 1 2 3 होइन, 3सम्म मात्रै राख्छौँ। अर्को एक्स्ट्रा फालिदिन्छौँ, यसलाई डिलिट गरिदिन्छौँ। 1 देखि 2सम्मको स्पेसिङ कति छ, यहाँनिर लगेर राख्छौँ।
1 देखि 2 सम्मको स्पेसिङ हाम्रो कति छ 14 फिट छ है 1 देखि 2 सम्मको स्पेसिङ 14 फिट छ यहाँ मैले 14 फिट इन्टर गरेँ 2 देखि 3 सम्मको स्पेसिङ कति हो 2 देखि 3 सम्म स्पेसिङ भनेको 13 फिट 6 इन्च हो नि त हैन 13 फिट 6 इन्च हो नि त हैन इन्टर अनि 3 मा हामीले 0 राख्छौँ हाम्रो ग्रिड बन्यो तर यो बबलहरु देख्नु भएको छ नि तपाईले यो एकदमै ग्याजिङ गुजुङ भयो के गन्जागुल भयो के यसमा मैले कति हान्छु बबल साइजमा जहिले पनि हैन मैले 500 को स्पेसिङमा हान्छु 500 हाने 500 इन्टर गरेपछि त्यो ठ्याक्कै एउटा साइजमा एडजस्ट भएर बस्छ यसरी चाहिँ हामीले ग्रिडलाई बनाउन सक्छौं र हामीले यहाँनिर चाहिँ अरु के पनि कुराहरु हेर्नु पर्दैन अरु के पनि मिलाउनु पर्दैन है हाम्रो त आर्किटेक्चर ड्रइङमा हेर्छ स्पेसिङ मिलाउँछौं ओके गर्छौं अनि यो भागलाई पनि मैले ओके गर्छु त्यसपछि हाम्रो यहाँनिर चाहिँ स्पेसिङ आउँछ हाम्रो यहाँ ग्रिड बनिसक्यो यहाँनिर हाम्रो यो प्लान भयो यो 3D भयो यसरी चाहिँ हाम्रो ग्रिड बनाउँछ हामीले यी ट्याब्समा त्यसपछि अब मलाई चाहिँ हाम्रो यो प्लान भयो यो हाम्रो 3D भ्यू भयो अब मैले यसमा चाहिँ इलिभेसन बनाउनु पर्यो भने चाहिँ मैले के गर्नु पर्यो मैले यहाँ न्यू ट्याबमा जान्छु जहिले पनि एड न्यू विन्डो गर्छु नयाँ भाग आयो र एमा सिलेक्ट गर्छु एकचोटी त्यसपछि हामी इलिभेसनमा जान्छौँ र अब ओके गरिसकेपछि यहाँनिर हाम्रो इलिभेसन आउँछ कहाँबाट काटेको इलिभेसन हो यहाँनिर टक्क सेक्सन देखाउँछ योबाट हामीले नेक्स्ट भिडियोमा चाहिँ कुरा गर्नेछौँ आजलाई यति नै गरौँ थ्यांक यू सो मच फर वाचिङ सी यू नेक्स्ट भिडियो बाइ बाइ